आजको यो भिडियोमा म तपाईहरूलाई बृहत् कर्मकाण्ड एप्लिकेसनमा आएको नयाँ अपडेटहरूको बारेमा जानकारी दिनेछु। एउटा क्विक ओभरभ्यू दिनेछु किनकि हाम्रो यो बृहत् कर्मकाण्डमा चाहिँ धेरै कुरा अपडेट भइसकेका छन् र अपडेटहरू आइसकेका छन्। अब यसमा नयाँ कुराहरू के थप भएका छन् र पुराना कुराहरूलाई कसरी हामीले अप्टिमाइज गरेर चाहिँ नयाँ तरिकामा लिएर आएका छौँ भन्ने कुरालाई हामीले हेर्नेछौँ। सबभन्दा सुरुमा चाहिँ हाम्रो यो एप्लिकेसन प्ले स्टोरमा मात्र छ, आइफोनमा डाउनलोड हुँदैन। यो कुरा चाहिँ तपाईँहरूले एकदमै विचार गर्नु होला है त। आइफोनमा डाउनलोड हुँदैन, एन्ड्रोइड मोबाइल फोनको लागि मात्रै हो। अब सबभन्दा सुरुमा हामीले यहाँनिर एउटा मिति दिएका छौँ है। यहाँनिर सुरुमा मिति राखेका छौँ, आज 2082 माघ 15 गते बिहिबार भनेर आयो होइन, बृहत् कर्मकाण्ड भनेर आयो। अब यसलाई चाहिँ हामीले माथि स्क्रोल गर्छौँ भने यो माथि गएर बस्छ है, यसरी माथि गएर ट्याक्क बस्छ। अब यहाँनिर के छ भने सबभन्दा सुरुमा उपयोगी पुस्तकहरू भनेर चाहिँ यहाँ छिटो एक्सेस गर्नको लागि ज्यादातर हामीलाई अग्निस्थापना, खडङ्ग रुद्री होइन, सत्यनारायण, तुलसा पूजा, लक्ष्यवर्तिका, गौदान होइन। गौदान भनेको यो हामीले यज्ञान्त गौदान यहाँ राखेका छौँ होइन। अब यहाँ सबै हेर्नुहोस् थिच्नुभयो भने यही बटनहरू आउँछन्, यसमा हामी पछि थप पनि गर्नेछौँ। अब यो आउँछ, त्यस पछाडि यो सबै कुराहरू पहिलेकै जस्ता छन्। यी अगाडिको कुरा, एउटा कुरा चाहिँ यहाँ वेद पुराण भन्ने एउटा क्याटेगोरी थियो, त्यो क्याटेगोरीलाई हामीले हटाएका छौँ। अब किन हटाएका छौँ भन्ने कुरा पनि म बिस्तारै बुझाउनेछु। अब सबभन्दा सुरुमा यहाँ तल तपाईँहरूले बटनहरू देख्दै हुनुहुन्छ होला, यहाँ नयाँ बटनहरू थप गरेका छौँ हामीले। सबभन्दा सुरुमा हामी पहिलाकै कुराहरू के चेन्ज छ भन्ने कुरामा जाउँ। हामी कर्मकाण्डभित्र जान्छौँ भने यहाँ अग्निस्थापना पद्धति भन्ने छ है। अब पुरानो अग्निस्थापना पद्धति थियो हामीसँग होइन, पुरानो अग्निस्थापना पद्धतिलाई चाहिँ हामीले चाहिँ चेन्ज गरेका छौँ र नयाँ राखेका छौँ है। अब यो नयाँमा चाहिँ के छ त कुराकानी भन्दाखेरि सबभन्दा सुरुमा हामी यहाँनिर पहिलेकै जस्तो छ, जस्ताको तस्तै छ, पहिलेकै जस्तो विषय सूचीहरू हेर्न सक्नुहुन्छ, पहिलेकै जस्तो छ। अझै ज्यादा विषय सूचीहरू हामीले यहाँ थप गरेर एकदम अप्टिमाइज गरेर राखेका छौँ र अझै स्क्रोल गर्दै 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 जानुहुन्छ भने हेर्न सक्नुहुन्छ। यो फोटो जुन छ यो चाहिँ यो अनलाइन हुँदा मात्रै आउँछ है त, अफलाइन भएर तपाईँले खोल्नुभयो भने आउँदैन। म उदाहरण पनि दिन्छु। जस्तै मैले यहाँ डाटा अफ गरेँ, अफ गरिसके पछाडि अब म अग्निस्थापना पद्धतिभित्र जान्छु भने अहिले चाहिँ यो पहिले नै क्यासमा सेभ भएको थियो र आयो होइन, तर यो चाहिँ आउँदैन है त, फेरि आउँदैन। फेरि हेर्ने भने आउँदैन। यो अहिले हामी इन्टरनेट अनै गरेर फेरि हेर्छौँ। अब यस्तै हामीले चाहिँ यो दुर्गा सप्तशती चण्डी पनि नयाँ राखेको छौँ। पहिले हाम्रो गीता प्रेसको थियो भने अहिले हामीले के गरेको छौँ, आफैले यहाँनिर राखेका छौँ। यो जस्तो गीता प्रेसमा थियो त्यस्तै छ, लगभग त्यस्तै नै छ। दिव्य कवचमहरू हेर्न सक्नुहुन्छ, सबै थोक त्यस्तै छ। सप्तशती न्यास भयो होइन, जस्ताको तस्तै नै छ, यो तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यस्तै हामीले यहाँ एउटा नवग्रह पूजा भनेर राखेका छौँ। अब यसमा चाहिँ के छ त भन्दाखेरि जुन हामीले नवग्रह पूजा खडङ्ग रुद्रीबाट गर्छौँ त्योभन्दा अलिकति फरक छ। के फरक छ त भन्दाखेरि यहाँनिर चाहिँ जस्तो बिचमा अब सूर्य भयो होइन, दक्षिण दलीय भौम रातो भन्दै यो भयो। त्यस पछाडि अलिकति तलतिर जाने भने हामीले अधिदेवता पूजाहरू भएको होइन। अब त्यस्तै यहाँ तल हामीले गएर हेर्छौँ भने चाहिँ नवग्रह बलिदानम होइन, बलिदान गर्ने तरिका, जस्तो हामीले दध्यक्षता बलि गर्छौँ नि, त्यो बलिदान विधिहरू पनि थप गरेका छौँ। त्यस्तै हामीले यहाँ अधिदेवताहरूलाई, नवग्रह देवताहरूलाई होइन, प्रत्यादि देवताहरूलाई, विनायकादि पञ्चदेवता सबै यो थप गरेर हामीले राखेछौँ र लास्टमा हामीले एउटा नवग्रह कवचम भनेर पनि राखिदिएको छौँ। त्यस्तै अब हामीले चाहिँ नवग्रह खडङ्ग रुद्री त हाम्रो पहिले जस्तो थियो त्यस्तै नै छ है। अब शिव पूजन विधि थप गरेको छ। यो शिव पूजन विधिमा चाहिँ के नयाँ छ त भन्दाखेरि पहिलेको हाम्रो खडङ्ग रुद्रीबाटै हेर्ने गरेको थियौँ हामीले होइन, यसमा चाहिँ अलिकति नयाँ, जस्तो शिव परिवारस्य पूजनम, त्यस्तै नन्दीश्वर पूजनदेखि लिएर वीरभद्र पूजन, कुबेर होइन, कार्तिकेय, कीर्तिमुख, नागराज, यो सबै पूजा विधि राखेर त्यस पछाडि यहाँ हामीले अब यहाँबाट प्रधान देवता पूजनम भनेर यहाँ शिवजीको पूजा सुरु भयो। अब हामीले अलिकति तलतिर जाँदै जान्छौँ भने यहाँ अब ऊर्ध्ववक्त्रको ध्यान होइन, जस्तो हामीले पञ्चमुखी शिवजीको पूजा गर्दाखेरि होइन, जस्तै पशुपतिमा पूजा गर्दा अथवा कहीँ पूजा गर्दा यो जहीँ पनि धेरै यस्तो चाहिने कुरा हो। त्यही भएर हामीले यो सहितको पूजा विधि थप गरेका छौँ। त्यस्तै यो शिव पूजन विधिमा चाहिँ हामीले यहाँ हेर्छौँ भने हामीले एकादश रुद्र पूजा, एकादश शक्ति पूजा होइन, जय गङ्गाधर आरती,
शिवाष्टोत्तर नाम पनि राखेको छौँ। अब यहाँ के छ त भन्दा 108 शिवजीका नामहरू पनि राखिदिएका छौँ, किनभने यो चाहिँ हामीलाई कोही कोही बेला बेलपत्रहरू चढाउनु पर्ने भयो होइन, 108 बेलपत्र चढाउनु पर्ने भयो भने चाहिरहेको हुन्छ, त्यही भएर यो थप गरेको छ। यहाँनिर छ एउटा विनियोग पनि राखेको छ, एउटा ध्यान पनि राखेको छ होइन। त्यस पछाडि हामीले नम्बर हेर्न सक्छौँ, सिधा तल जान्छौँ भने 108 वटा नाम शिवजीका रहेको छ। अब यो चाहिँ कहाँबाट आएको भन्ने कुरा पनि यहाँ थप गरेको छ। अब रुद्री पनि हामीले के गरेको छौँ त भन्दाखेरि रुद्राष्टाध्यायीलाई पनि परिमार्जन गरेर खडङ्ग न्यासदेखि छ सिधा सिधा हामीले यहाँ हेर्न सक्छौँ। अब गणनान्तुवादेखि सुरु भयो होइन, त्यस्तै हामीले द्वितीय अध्याय भयो। अब यो चाहिँ के छ त भन्दा शतरुद्रीय छ, अनि शतरुद्रीय नपढ्नेलाई पनि सजिलो हुने गरी दुइटैलाई सजिलो हुने गरी राखिदिएको छु। के त भन्दा पञ्चम अध्यायमा हामी पुग्छौँ भने पञ्चम अध्याय सुरु भयो होइन। अब हामी सिधा तल जान्छौँ भने अब यहाँदेखि शतरुद्रीय मन्त्र भनेर मैले भिन्दै राखिदिएको छु। अब पञ्चम अध्यायबाट शतरुद्रीय मन्त्र नपढ्ने खालको जस्तो षष्ठ अध्याय पढ्ने डाइरेक्ट भने त्यो पनि षष्ठ अध्यायमा डाइरेक्ट जान मिल्छ। हामीले यहाँनिर भिन्दै भिन्दै छुट्याएर राख्दैछौँ, क्याटेगोरी वाइज राखेको छ, त्यही भएर एकदमै सजिलो छ है त यो पनि। अब त्यस पछाडि दुर्गा पूजन विधि पनि हामीले पहिलेको जुन थियो पिडिएफ त्यो पिडिएफलाई हटाएर हामीले यो कन्टेन्ट नै राखेको छौँ। यसमा जस्तो थियो पहिला जस्तो थियो त्यस्तै नै छ, यो लगभग सबै उस्तै नै छ। लगभग भन्दाखेरि पनि सबै नै उस्तै छ भन्दा नै हुन्छ, अलिकति परिमार्जन गरेको छ। त्यस पछाडि लक्ष्यवर्तिका पूजन विधिमा पनि हामीले यहाँ केही चाहिँ थप गरेका छौँ। के त भन्दाखेरि दियो कलश गणेश पूजा विधि थियो पहिले होइन, ऋषि पूजन विधि थिएन त्यहाँनिर होइन, ऋषि पूजन विधि त्यहीँनिर बिचमा राखिदिएको छौँ, चाहियो भने यो प्रयोग गर्न सकिन्छ। त्यस्तै चतुर्वेद पूजन भयो होइन, त्यस पछाडि प्राण प्रतिष्ठाहरू भए, त्यहाँबाट अङ्ग पूजाहरू, यो सबै पहिलेको जस्तै छ, जस्ताको तस्तै नै छ। यो लक्ष्यवर्तिका पूजन विधि भयो। त्यस पछाडि हामीले यज्ञान्त गौदान पनि हामीले नयाँ राखेका छौँ है। यो चाहिँ अब यहाँ यो जाँदाखेरि चाहिँ यो क्याटेगोरी कहाँ गयो त भन्नुहुन्छ भने यो चाहिँ पूजा अर्चना क्याटेगोरीभित्र पस्छ, त्यहाँभित्र राखेको छ र त्यसैलाई नेभिगेट होस् भनेर यहाँ राखेको छ। अर्को अघिल्लो लेख्दैछ यहाँ, यो पछि म एक्सप्लेन गर्नेछु। त्यस पछाडि अष्टचिरञ्जीवी देवता पूजन पनि हामीले थप अलिकति परिमार्जन गरेर अलिकति राम्रो बनाएको छौँ है। यहाँ अगाडि सबै कुराहरू थप मिलाएर लेखेको छ। अनि त्यस पछाडि अब पूर्वे मार्कण्डेय भनेर यहाँनिर ध्यान पहिले अलिकति अप्ठ्यारो थियो, यसलाई अलिकति सजिलो बनाएर एकदमै राखेको छ। त्यस पछाडि सरल शिलान्यास विधि भयो, शिलान्यास विधि पनि हामीले पहिलेको पिडिएफ हटाएर चाहिँ यो अहिले नयाँ राखेको छ। अब यो कर्मकाण्ड क्याटेगोरीमा थप भयो। अब हामी पुस्तकालयतिर प्रवेश गर्छौँ। पुस्तकालयमा जाने हो भने यहाँनिर हामीले हेर्न सक्छौँ। अब यहाँनिर एउटा पुराण भन्ने हामीले थप गरेको छौँ। यसमा हामीले रामायण भानुभक्त आचार्यको रामायण राखेको छ, आधुनिक भागवत भन्ने राखेको छ होइन। यहाँ पछि थप हुँदै जानेछ। त्यस्तै श्री गरुड पुराण भयो, प्रेतकल्प भानुभक्त घिमिरेजीले लेख्नु भएको यो छ। यसमा गरुड पुराण नेपालीमा छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ, यो भयो। त्यस्तै अब भागवत मूल मात्रम, त्यो जुन वेद पुराण भन्ने क्याटेगोरीमा बाहिर थियो नि, त्यो चाहिँ यहाँ ल्याएर राखेको छ। किन त भन्नुहुन्छ भने अब यहाँ नयाँ फिचरहरू हामीले थप गरेको छौँ। अब नयाँ फिचरहरू के हो त्यो पनि म एक्सप्लेन गर्नेछु। रामानन्दी टीका पनि हामीले यहीँभित्र राखेको छौँ। अब हामीले यहाँभित्र के थप छ भन्ने कुरा बुझौँ है। सबभन्दा सुरुमा चाहिँ हामीले यो स्क्रोल बार यहाँ तल दुईवटा थियो होइन, दुईवटा बटन थियो, त्यो बटनलाई यतापट्टि राखेको छौँ। यसलाई तपाईँले तान्नु भयो भने यसरी यहाँ पेज नम्बर पनि देखाउँछ। अब यो यहाँनिर 32 पेज नम्बर देखाएको छ, यहाँ 22 देखाएको छ। किन त भन्नुहुन्छ भने पुस्तकको चाहिँ पेज नम्बर 1 चाहिँ गत्तादेखि सुरु हुँदैन, यो गत्तालाई 1 नम्बर भनिँदैन, तर यो डिभाइसले चाहिँ अब 1 नम्बर पेज त यो हो भन्छ। त्यही भएर तपाईँहरूले पेज नम्बर याद गर्नु पर्यो भने यो पहेँलोमा जुन आउँछ नि, यो पहेँलोमा आएको अथवा यहाँनिर पृष्ठ भनेर देखाउँछ, यो याद गर्नु होला। अब यो चाहिँ किन याद गर्ने त भन्दाखेरि यदि तपाईँले कोही कोही बेला जस्तो द्वितीय अध्याय, यहाँ हामी द्वितीय अध्यायमा छौँ, द्वितीय अध्यायमा कति पेज नम्बर रहेछ, 21 पेज नम्बर रहेछ। अब हामीले 21 पेज नम्बरमा जानुपर्ने भयो भने अघिल्लो दिन कुनै लामो पुस्तक पढ्दै हुनुहुन्छ भने अनि त्यस पछाडि तपाईँहरूले यो प्रयोग गर्न सक्नुहुन्छ। अब जस्तै हामी माथि आयौँ होइन, उदाहरण माथि आयौँ, अब यहाँ क्लिक गरेर 21 पेज नम्बर हामीले यहाँ हाल्छौँ भने 2 र 1 21 पेज नम्बर हालेर जानुहोस् माथि थिच्छौँ भने ठ्याक्कै द्वितीय अध्यायमा आयौँ। यस्तो सजिलो बनाएको छ। अब यसलाई पनि हटाउन, अफ गर्न, अन गर्न मिल्छ। अर्को कुरा यहाँ हामीले अर्को एउटा बटन राखिदिएको छौँ। यो बटनले के काम गर्छ त भन्दाखेरि यसलाई यसमा थिच्नु भयो भने अब तपाईँहरूले उँधो स्क्रोल होइन, यता साइड बाई साइड स्क्रोल गरेर यसरी पढ्न सक्नुहुन्छ। 14-15 पेज नम्बर भयो होइन, यसरी पढ्न पनि सकिन्छ। अनि यो तपाईँहरूले जे सेटिङ यहाँ बनाउनु भएको छ त्यही सेटिङ यसले एड्याप्ट गरेको हुन्छ। त्यही भएर अर्कोचोटि खोल्दाखेरि चाहिँ यसमा फेरि थिचेर स्क्रोल यसरी बनाउन सक्नुहुन्छ है त। त्यो बिर्सेर त्यस्तो हुनसक्छ। अब यसलाई म रोटेट पनि गरेर देखाउन चाहन्छु।
यहाँ हेर्न सक्नुहुन्छ रोटेट गरेर पनि हामीले यसरी फुल स्क्रिनमा एकदम मजाले पढ्न सक्छौँ। मोबाइललाई चाहिँ स्क्रोल रोटेट गरेर चाहिँ त्यसरी पढ्न सकिन्छ। अब हामी यसलाई सिधा बनाऊँ। ल अब अर्को के फिचर छ त भन्दाखेरि अहिले हामी कहाँ पुगेका छौँ? तृतीय अध्यायमा पुगेका छौँ होइन। अब ब्याक आउँछौँ र हामीले त्यही पुस्तक खोल्छौँ भने ठ्याक्कै तृतीय अध्यायबाटै आउँछ, जहाँबाट तपाईँ पढ्दै हुनुहुन्थ्यो त्यहीँबाट आउँछ। र यो फिचर चाहिँ हामीले कर्मकाण्ड क्याटेगोरीमा पनि राखिदिएका छौँ। कर्मकाण्ड क्याटेगोरीमा जस्तै चण्डीभित्र हामी प्रवेश गर्छौँ भने प्रथम अध्याय भनेर देखाइरहेछ होइन, सिधै सुरुबाट आएन नि त। अब यहाँ हामी द्वितीय अध्यायमा जाउँ, द्वितीय अध्यायमा छौँ हामी। अब ब्याक जान्छौँ, फेरि चण्डीमा जान्छौँ भने ठ्याक्क द्वितीय अध्यायबाट आउँछ। यो सिस्टम थप गरेको छ है त, त्यो सजिलो होस् भनेर। अब अर्को कुरा भनेको यिनीहरू भए। अब हामीले यहाँनिर पात्रो भन्ने एउटा फिचर थपेको छ। यो मुख्य हाम्रो अपडेट अहिलेको सबभन्दा मुख्य अपडेट हो। यो पात्रोमा क्लिक गर्छौँ भने यहाँ सुरुमा हामीले क्यालेन्डर देख्न सक्छौँ। क्यालेन्डरको मुनि हामीले यहाँ आजका चाडपर्व भनेर आजको एउटा सुरुमा हेडिङमा दिएको छ। त्यस पछाडि यहाँ 16 भोलि, यहाँ भोलि देखेछ, 2 दिन देखेछ। त्यस पछाडि अरू यहाँ देखिन्छ होइन। अब यहाँ सबैमा थिच्यो भने सबै चाडपर्व देखिन्छ। जस्तै यहाँ क्लिक गऱ्यौँ भने आजमा ठ्याक्क पुग्यो, आज भीमा एकादशी व्रत भनेर देखायो। त्यस पछाडि तल भोलि, 2 दिनपछि यता देखाउँदै जान्छ है। यो भयो। त्यस पछाडि यहाँनिर हामीले क्यालेन्डर राखेका छौँ। क्यालेन्डरमा हामीले यो जुन गते छ त्यो गतेमै ट्याप गर्छौँ भने पञ्चाङ्ग विवरण खुल्छ। पञ्चाङ्ग विवरणमा आज 0 वर्ष 0 महिना 0 दिन भनेर देखायो होइन। विक्रम सम्वत 2082 माघ 15 गते बिहिबार। एडी भनेको इङ्ग्लिस डेट चाहिँ 2026 जनवरी 29 तारिक भनेर देखायो होइन। अब यहाँ बिहान सूर्योदय र सूर्यास्त देखायो, दिनमान र रात्रिमान पनि देखायो। अब इभेन्टहरू अघि हामीले भीमा एकादशी व्रत भनेर बाहिर हेरिरहेको थियौँ, यहाँबाट प्रवेश गर्न पनि मिल्छ है। अब अर्को कुरा शुभ साहित्य। अब यहाँनिर शुक्र अस्तमा शुभ साहित्य अस्तमा अग्नि जुराइँदैन, शुक्र अस्तमा रुद्री राखिँदैन भनेको छ। अब यहाँ क्लिक गर्छौँ भने हामी शुभ साहित्यको ट्याबमा पस्छौँ। शुभ साहित्य यहाँनिर छन्। अब यो शुभ साहित्यको क्याटेगोरीमा हामीले के थप गरेको छौँ त भन्नुहुन्छ भने यहाँ 82 साल देखाएको छ। अहिले 82 को मात्रै राखेको कारणले 82 को आउँदैछ। 83 को पञ्चाङ्ग राखे पछाडि 83 भनेर देखाउँछ। यहाँ हामीले वर्ष पनि छान्न मिल्छ। त्यस्तै सबै साहित्य भनेर लेखेको छ। यहाँ क्लिक गर्ने भने अब विवाहको साहित्य हेर्ने हो कि व्रतबन्ध, गृह प्रवेश, गृहारम्भ, अन्नप्राशन, धान्य छेदन, नवान्नप्राशन, दोकान खोल्ने, रुद्री अग्नि के हेर्ने हो होइन, त्यो छान्न मिल्छ होइन। सबै हो भने सबै देखाउँछ। अब सबैमा क्लिक गरिसके पछाडि अब यहाँ वैशाख जेठ कुन महिनाको हेर्ने हो त्यो पनि छान्न मिल्छ है। अब जस्तै उदाहरणको लागि मैले चाहिँ असारको हेरेँ भने यो असारको मात्रै आउँछन् है। श्रावणको क्लिक गऱ्यो भने श्रावणकै आउँछ। अब यस्तै यहाँ क्लिक गरेर चाहिँ रुद्रीमा क्लिक गऱ्यो भने अब रुद्री, श्रावणमा रुद्री मात्रै आयो होइन। श्रावण र रुद्री क्लिक भएको छ नि त। त्यसरी क्याटेगोरी अनुसार हामीले छुट्याउन सक्छौँ। त्यो अर्को पहिले हामीले बृहत पात्रोमा राख्दाखेरि चाहिँ अलिकति स्क्रोल गरेको त्यो खोज्न अलिकति अप्ठ्यारो भएको कारणले हामीले यो थप गरेका छौँ। अब संवत्सरहरू उत्तरायण भनौँ यहाँ होइन, ऋतु, मास, पक्ष, तिथि एकादशी, 12 घडी, 37 पला, 12 विपला लेखेको छ होइन। अब यो पात्रोसँग चाहिँ अलिकति 2 पला जतिको, 2 पला भनेको 48 सेकेन्डसम्मको अन्तर हुनसक्छ यो घडी पलामा चाहिँ होइन। तर यो तल बिहान 11:57 बजे भनेर लेखेको छ नि, यो समय चाहिँ एक्ज्याक्ट पात्रोमा जे छ त्यही नै छ है त। यो समय चाहिँ एक्ज्याक्ट छ। यो घडी पलामा, घडीमा पनि ठिक छ, पलामा अलिकति अन्तर आउनसक्छ। विपला कहीँ थप देखाउँछ। यो हामीले आफैले गणना गरेको कारणले अलिकति त्यो थोरै अन्तर देखिन सक्छ। त्यसमा धेरै अन्तर छैन, थोरै अन्तर छ है त। अरू पनि घडी पला, घडीको कुरा छैन, पलामा चाहिँ 48 सेकेन्ड भनेको 2 पलामा अलिकति अन्तर छ है त। त्यस पछाडि बार नक्षत्र भयो, नक्षत्रको पनि घडी पला विपला भयो। भोलि बिहान यति बजेसम्म भनेर देखाइरहेको छ, सजिलो छ। योग देखायो, योग पछाडि उपरान्त के छ त्यो पनि देखाउँछ। करण भने भद्रा भयो, भद्रा कति बजेसम्म छ यहीँ देखिन्छ होइन। हामीले भद्रा अन्य ठाउँमा राखेका छैनौँ, त्यो भयो। उपरान्त यति भनौँ, त्यस पछाडि उपरान्त यो भनौँ है, बेलुका भन्ने हो। त्यस पछाडि सूर्य राशि मकर, देवगुरु मिथुन, चन्द्र राशि बेलुका यति बजेसम्म, उपरान्त मिथुन भनेर देखायो होइन। योगाको यो डाटा राखिएको छैन अहिले है। त्यस पछाडि हामीले बार बेला गणना यहीँनिर छ। बार बेला हामीले राखेका छौँ, दुइटै हेर्न सक्छौँ हामीले। अब हामीले अर्कोतिर मुभ गर्छौँ भने यहाँ माथि 1 दिन पछि भनेर देखाउँछ। हेर्नु, भोलि भनेर पनि देखायो होइन, 1 दिन पछि भनेर देखाउँछ। अनि यहाँनिर इङ्ग्लिस मिति पनि देखाइदिन्छ, नेपाली पनि देखाउँछ। त्यस्तै यहाँनिर इभेन्टहरू अग्निरुद्री जुरेको छ भने त्यो देखाउँछ होइन। त्यस्तरी भए
फेरि अर्कोतिर जान्छौँ भने अब अर्कोतिर पनि जान सक्यो। तपाईँले अब यहाँ तल बार बेला हेर्दै हुनुहुन्छ कुन दिन चाहिँ राम्रो छ, जस्तै कुनै तिथि हेर्दै हुनुहुन्छ, चन्द्र राशि हेर्दै हुनुहुन्छ, केही हेर्दै हुन्छ होइन, नक्षत्र अथवा यहाँनिर तिथि हेर्दै हुनुहुन्छ भने यहाँ मुभ गर्नुभयो भने यो फेरि माथिदेखि आउँदैन, त्यहीँबाट आउँछ। एकदम सजिलो बनाएको छ है त। यो भयो। त्यस पछाडि दैनिक सङ्कल्प भन्ने छ यहाँ बाहिरपट्टि, क्यालेन्डरको बाहिरपट्टि दैनिक सङ्कल्पमा थिच्नुहुन्छ भने यहाँ सुरुमा तिथिमिति मात्र भनेर सबै भरिएर आउँछ। षष्ठी संवत्सरान्तर्गतः सिद्धार्थी नाम्नी संवत्सरे श्रीसूर्य उत्तरायणे शिशिर ऋतौ मासानां मासोत्तमे मासे माघ मासे शुक्लपक्षे शुक्लपक्षान्तर्गत एकादश्यां तदन्तरम, एकादशी सकिएर तदन्तरम तदुपरि होइन जे भने पनि भयो। द्वादश्याम शुभ पुण्यतिथौ, एकादशी सकिएर द्वादशी सुरु भएको छ, द्वादशी पनि लागेको छ यही दिनमा भन्ने कुरा हो है त। जुन दिन हेर्नुभयो त्यही दिनको मात्रै सङ्कल्प आउँछ है त। शुभ पुण्यतिथौ जस्तो आज खोल्नु भने आजकै मात्रै आउँछ यहाँनिर, भोलिको पर्सिको हेर्न चाहिँ मिल्दैन है त। शुभ पुण्यतिथौ गुरुवासरे मृगशिरा नाम्नी नक्षत्रे ऐन्द्र नाम्नी योगे बवकरणे मकर राशि स्थिते श्रीसूर्ये मिथुन राशि स्थिते देवगुरौ मिथुन राशि स्थिते चन्द्रमसि अन्येषु शेषेषु ग्रहेषु यथा यथा राशि स्थितानस्थितेषु सत्सु एवं ग्रहगण गुण विशेषेण विशिष्टान्वितायां शुभ पुण्यतिथौ सम्म यहाँनिर तिथिमिति मात्र भनेर दिएको छ। यहाँ ड्यास 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 दिएको छ, माथि पनि ड्यास 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 छ, माथिको आफूले भन्ने। अर्को कुरा के छ त भन्दा यहाँ क्लिक गर्दा लघु सङ्कल्प भन्ने आउँछ। यसमा हामीले भन्दै गरेको लघु सङ्कल्प यहाँनिर आउँछ है। त्यस्तै फेरि यहाँ हामीले क्लिक गरेर प्रायश्चित गौदानमा हेर्छौँ भने माथिका कुराहरू त्यस्तै हुन्, तल यहाँनिर प्रायश्चित गौदान गर्दा के भन्ने कुरा थपिएर आउँछन्। त्यस्तै हामीले श्राद्ध सङ्कल्पमा क्लिक गर्छौँ भने श्राद्धको सङ्कल्प आउँछ। त्यस्तै हामीले मध्यम सङ्कल्पमा क्लिक गर्छौँ भने यो नेपालको तीर्थधाम इत्यादि भएको ठुलो सङ्कल्प अलिकति मध्यम सङ्कल्प आउँछ। त्यस्तै हामीले मध्यम महासङ्कल्पमा क्लिक गर्छौँ भने मध्यम महासङ्कल्प आउँछ। यो महर्षि फाउन्डेसनले दिएको जुन सङ्कल्प छ त्यही सङ्कल्प हो यो, त्यसरी आउँछ। अब हामीले यहाँ मध्यम महासङ्कल्पलाई पनि मध्यम महासङ्कल्प भन्नुको कारण चाहिँ पछि हामीले अरू सङ्कल्प अझै महासङ्कल्पहरू थप्ने भएको कारणले अनि विवाह विधिहरू राख्दाखेरि त्यो विवाहको सङ्कल्प महासङ्कल्पहरू पनि राख्ने भएको कारणले चाहिँ त्यहाँ त्यसो भनेको छ है त। अब यो यति कुरा भए भीमा एकादशी व्रत। यहाँ हामीले गयौँ राशिफल पनि हामीले हेर्न सक्छौँ। राशिफलमा क्लिक, यो चाहिँ अनलाइनमा मात्रै हेर्न मिल्छ है त, अनलाइनमा हेर्न मिल्छ। अफलाइन हुनुभयो भने चाहिँ अघि मैले अफलाइन भएर अर्को ठाउँमा देखाउँदा काम गरेन, यहाँ गर्नुपर्ने हो है। दैनिक राशिफलमा क्लिक गर्छौँ भने इन्टरनेट डाटा छैन, डाटा जडान गर्नुहोस् भन्ने कुरा आउँछ है। अब उपकरण भन्ने अर्को छ। उपकरणमा क्लिक गरेर हेर्ने भने साइट, अघि हामी साइटमा प्रवेश गरिसकेको थियौँ, यो साइट यहाँ पनि दिन्छ है। इभेन्ट, अब यो इभेन्ट भनेको चाहिँ अब आउँदा दिनहरूमा के छ भन्ने। अनि यो आउँदा दिनहरूमा एउटा मैले अर्को कुरो थप गरेको थिएँ के त भन्दाखेरि यहाँ पनि जस्तो दसैँ कहिले छ, तिहार कहिले छ होइन, कहिलेकाहीँ जस्तो रवि सप्तमी व्रत कहिले छ भनेर सोध्नुहुन्छ होइन। अनि त्यसरी सोद्धाखेरि हामी गुरुहरूले चाहिँ यो सर्च गर्दाखेरि यहाँ सर्च गर्न पाउनु पऱ्यो होइन। स्क्रोल गरेको कहाँ खोज्नु होइन, अनि अप्ठ्यारो छ। त्यही भएर यहाँ मैले सर्चको अप्सन दिएको छु। यसमा चाहिँ हामीले नेपालीमा सर्च गर्नुपर्छ है त, इङ्ग्लिसमा सर्च गर्न हुँदैन। यो लेखेका कुराहरू सर्च गरियो, एउटा अक्षर मात्रै सर्च गर्नु भने त्यही अक्षरसँग रिलेटेड कुराहरू आउँछ। जस्तो दर्श लेख्नु भने दर्श श्राद्ध जति सबै आउँछन्, हो त्यसरी हुन्छ। त्यो भयो। यो दिशासूचक यन्त्र चाहिँ यो कम्पास हो। यो कम्पास हामीले प्रयोग गर्न सक्छौँ। पूर्व पश्चिम उत्तर दक्षिण ईशान आग्नेय नैऋत्य वायव्य कता कता छ सबै हेर्न सकिन्छ यसबाट है। मोबाइलको टुप्पो जता घुमाउनु भयो त्यतैको दिशा देखाउँछ। अब अर्को कुरा के त भन्दा उमेर गणना है। अब जस्तो 2080 साल महिनामा हामीले जस्तै भाद्रपद होइन, त्यस्तै अब हामीले गतेमा जस्तो 13 गते जन्मेको मान्छेको चाहिँ कति उमेर भयो त भन्ने हेर्नुपर्ने भयो भने उमेरमा यहाँ थिचेर उमेर गणनामा थिच्नु भने 2 वर्ष 5 महिना 2 दिन कुल दिन सङ्ख्या चाहिँ 883 दिन भयो भनेर हो त्यसरी देखाइदिन्छ। यहाँ इङ्ग्लिस मिति हालेर पनि गर्न सकिन्छ, एडीमा पनि है। यो भयो। त्यस्तै अब हामीले मिति परिवर्तन भन्ने छ। यसमा जस्तो अङ्ग्रेजी मितिबाट नेपाली मिति, नेपाली मितिबाट अङ्ग्रेजी मिति लान सकिन्छ है। जस्तो विक्रम सम्वतबाट एडीमा लान सकिन्छ, एडीबाट विक्रम सम्वतमा लान सकिन्छ। त्यस्तै घडीपला भन्ने चाहिँ तपाईँलाई घडीपला चाहिँ कन्भर्ट गर्नुपर्ने भयो। जस्तै 5 घडीको कति हुँदो रहेछ भनेर क्लिक गर्नुभयो भने ठ्याक्क यहाँ 2 घन्टा 0 मिनट 0 सेकेन्ड भनेर देखायो होइन। जस्तै 1 घडीको कति हुँदो रहेछ भनेर क्लिक गर्नुभयो भने 24 मिनट हुँदो रहेछ होइन। त्यस्तै हामीले यहाँनिर
एक पलाको कति हुँदो रहेछ भनेर क्लिक गऱ्यौँ भने 24 सेकेन्ड हुँदो रहेछ हैन। हो यसरी हामीले घडी पला परिवर्तन। अब यहाँ फेरि के छ भने घन्टा मिनेट 1 घन्टाको कति हुँदो रहेछ भनेर क्लिक गऱ्यौँ भने माथि आउँछ फेरि 2 घन्टा 2 घडी 30 पला हुँदो रहेछ भनेर। हो त्यसरी घडी पला कन्भर्ट गर्न सकिन्छ। अवकडा चक्र छ, यसभित्र क्लिक गर्ने हो भने राशि अनुसारको हामीले जस्तो पात्रको सबभन्दा अगाडि देख्छौँ त्यही कुरा यहाँ छ। यहाँनिर चाहिँ जस्तो हामीले कुनै चाहियो भने यसरी क्लिक गर्दै जाने, यहाँनिर नामाक्षरहरू पनि दिएको छ, राशि खोज्न पनि सजिलो छ। यहाँ क्लिक गर्ने भने राशि दिएको छ। अब यहाँ के छ त भन्दाखेरि जस्तै यहाँ विशाखा नक्षत्र भयो हैन। सरी कहाँ पुग्यो हेरौँ ल, विशाखा नै किन खोज्नु, अरू नै हेर्दा पनि भइगयो हैन। उत्तर फाल्गुनीको हेरौँ हैन। उत्तर फाल्गुनीको टेटो पापी भन्ने त्यति अक्षरमा चाहिँ एक अक्षर चाहिँ सिंह 1 लेखेको छ नि, एक अक्षर चाहिँ सिंह राशिमा हैन, 3 अक्षर अरू 3वटा अक्षर चाहिँ कर्कट राशिमा कन्या राशिमा भन्ने हो, त्यसरी हुन्छ हैन। यसको विवरण चाहिँ यसमा थिच्दाखेरि यो पुरै खुल्छ, यी राशि स्वामीहरू यो सबै कुरा नामाक्षरहरू यहाँ सबै खुल्छ, यो सजिलो बनाएको छ। यति भयो। अब सेटिङ छ, यहाँनिर सेटिङमा हामीले यो सब कुराहरू राखेका छौँ। यहाँनिर हामीले थेममा अब डार्क थेम, लाइट थेम हैन, सिस्टम डिफल्ट हैन, तपाईँको सिस्टममा मोबाइलमा जे छ त्यही, अथवा अटो टाइम भनेको चाहिँ बेलुका भए पछाडि आफै डार्क मोड, दिनभरि लाइट मोड हुन्छ, त्यस्तो हामीले राखेका छौँ। अब यो फुल स्क्रिन मोड हो, यो फुल स्क्रिन मोडमा क्लिक गर्नुहुन्छ भने यो फुल स्क्रिन मोड भयो हैन। यहाँ तलका बटनहरू हराउँछ, यसो गर्दाखेरि फेरि माथिकै यो समयहरू यसरी आउँछ हैन। अनि अलवेज स्क्रिन अन भन्ने छ, यो स्क्रिन अलवेज अनमा क्लिक गर्नु भने चाहिँ स्क्रिन अफ हुँदैन, पढ्दा पढ्दै अफ हुँदैन है, त्यो चाहिँ भयो। अर्को कुरा के छ त भन्दा यहाँ सूचना राखेको छ एउटा, यो सूचनालाई तपाईँहरूले पढ्नु होला। अनि योगदान भन्ने छ, यसभित्र हामीलाई सहयोग गर्न चाहनुहुन्छ भने यहाँ हामीले ई सेवा आइडी दिएको छौँ, कपी गरेर यसलाई ई सेवामा गएर अलिकति हामीलाई सहयोग गर्न पनि सक्नुहुन्छ। त्यस्तै यहाँ सानीमा ब्याङ्कको पनि हामीले राखिदिएको छौँ, क्युआर डाउनलोड गर्ने दिएको छौँ। यसमा क्लिक गर्नुहुन्छ भने तपाईँको मोबाइलमा चाहिँ ग्यालरीको अनुमति माग्छ यहाँनिर, त्यस पछाडि डाउनलोड हुन्छ, त्यो भयो। अब हाम्रो अहिलेसम्मको यो यति अपडेट छ। अब यसमा हामीले थप कुराहरू ल्याउँदै जानेछौँ। अब हामीले यहाँनिर चन्द्र राशिहरू, योगिनीहरू यहाँनिर राख्न मागेछ। जस्तो यहाँनिर यहाँ चन्द्र राशि छ, यहाँ चन्द्र राशि हुँदाखेरि चन्द्र राशि त भयो। अब योगिनीहरू हामीले थप केही साइटहरूको बारेमा राख्ने भयो भने यो रात्रिफल भन्दा पनि तलतिर राख्नेछौँ अरू अपडेटमा। आजको भिडियोमा यति नै, अर्को भिडियोमा फेरि भेट्ने नै छु। तबसम्मको लागि बिदा चाहन्छु, धन्यवाद।